जुलाई महिनाको सुरुवातसँगै हाम्रा सम्पूर्ण प्यारो साथीहरूलाई न्यानो अभिवादन। जय मसीह। के तपाईँले गल्ती गरेपछि लामो समयसम्म दोष भावको भारी बोक्नु भएको छ? कहिलेकाहीँ हामी लज्जित, अयोग्य महसुस गर्छौँ र परमेश्वरको सामु आउन डराउँछौँ। तर भजन सङ्ग्रह 103 10ले हामीलाई यो अद्भुत प्रतिज्ञा दिन्छ, हामीले गरेको पाप अनुसार उहाँले हामीलाई व्यवहार गर्नुहुन्न र हाम्रो अधर्म अनुसार हामीलाई बदला लिनुहुन्न। मानिसहरूले हामीलाई हाम्रा विगतका पापका आधारमा व्यवहार गर्न सक्छन् र हामी आफैले पनि आफ्नो न्याय गर्न सक्छौँ, तर येशूले त्यसो गर्नुहुन्न। यसको कारण एकदमै सरल छ। येशूले क्रुसमा आफ्नो मृत्युद्वारा हाम्रा पापहरूको मूल्य पहिले नै चुक्ता गरिसक्नु भएको छ। उहाँद्वारा हामी क्षमा, दया र नयाँ सुरुवात प्राप्त गर्छौँ। तपाईँले जेसुकै गर्नु भए तापनि परमेश्वरले तपाईँलाई शुद्ध हृदयले उहाँका आउन आमन्त्रित गर्नुहुन्छ। तपाईँले उहाँको क्षमा कमाउनु पर्दैन, तपाईँले केवल यसलाई ग्रहण गर्नुपर्छ। जब तपाईँ परमेश्वरलाई पुकार्नुहुन्छ, उहाँले निन्दा सहित होइन तर प्रेम, अनुग्रह र सान्त्वना साथ जवाब दिनुहुन्छ। किनभने उहाँको प्रेम हाम्रो प्रदर्शनमा नभई उहाँको चरित्रमा आधारित हुन्छ। त्यसैले आफ्नो विगतको बोझ अब नबोक्नुहोस्, यसलाई यीशु कहाँ ल्याउनुहोस् र उहाँकै चरणमा छोडिदिनुहोस्। यो नयाँ महिना प्रवेश गर्दा तपाईँले परमेश्वरको अनुग्रह, शान्ति र अटल प्रेमको अनुभव गर्न पाउनुहोस्। तपाईँको जुलाई महिना आशिषित र आनन्दमय रहोस्। आफ्नो दोष भाव भोग्न बन्द गर्नुहोस्।